तिमीले आजसम्म कहिले हार नमानेको दिन छ। तिमीले कहिले आफूमा विश्वास गरेका छौ, एक संकल्प लिएर कहिले कुनै काम पूरा गरेका छौ। अब म ग्यारेन्टी दिएर भन्छु, तिमीले हरेक दिन हार मानिरहेका छौ। के लाग्छ तिमीलाई, जब तिमीले आफैले हार मानेका छौ भने कसरी तिमी सफलता प्राप्त गर्छौ? एउटा कुरा याद राख, जो मेहनत गर्छ त्यसले कहिले हार मान्दैन, तर जो मेहनत गर्दैन त्यही व्यक्ति हार मान्छ। यदि तिम्रो कुनै संकल्प छैन, कुनै लक्ष्य छैन भने तिमी कसरी सफल बन्न सक्छौ? बोल्ने मुख छ भन्दैमा बोल्ने गर्छौ, म सफल बन्छु, म ठुलो मान्छे बन्छु, तर तिम्रो निरन्तरता हुँदैन। तिमीलाई एक डर हुन्छ, मैले यो काम गरे भने मलाई फाइदा छ कि छैन। केही समयसम्म तिमी काम गर्न नै खोज्दैनौ र जब सुरु गर्छौ अनेकौं प्रश्नले घेरिन्छौ। सुरु गरेको नै छैनौ, भविष्य देख्न थाल्छौ, तर यस डरलाई तिमीले सजिलै पनि हराउन सक्छौ, किनकि हरेक महान व्यक्तिलाई पनि सेम यही डर थियो, तर सबैले यस डरलाई जितेर सफलता प्राप्त गरे। र जो यस डरलाई जित्न सक्दैन त्यो व्यक्ति हिजो जहाँ थियो आज पनि त्यही हुन्छ, र आज जहाँ थियो भोलि पनि त्यही हुनेछ। तर तिमी त्यस्तो व्यक्ति नबना। एउटा लक्ष्य चुन र त्यसको लागि संकल्प ल्याऊ। म पुरै मेहनत गर्नेछु, आफैमा भरोसा राख र आफ्नै कामलाई निरन्तर देऊ। यसैको मूल विषयमा एउटा कथा सुनाउने छु, ध्यान दिएर सुन। नेपालको एक सानो गाउँमा रमेश नामका एक किसान बस्थे। उनी गरिब परिवारमा जन्मिएका थिए, जहाँ बिहान बेलुका छाक टार्न मुस्किल थियो। गाउँको प्रमुख आम्दानीको स्रोत कृषि थियो, तर हरेक वर्ष वर्षाले खेती बर्बाद पार्थ्यो। धेरै किसानहरूले शहरतिर रोजगारी खोज्न थाले, तर रमेशले आफ्नै गाउँमा केही ठूलो गर्ने सपना देखेको थिए। एक वर्ष वर्षाले भयंकर ठूलो बाढी ल्यायो। रमेशको सारा बाली नष्ट भयो। गाउँका धेरै मानिसहरू शहरतिर लागे, तर रमेशले हार मानेन। उनले हरेक दिन बिहान सबेरै उठेर खेत बनाउने काम गरे। कुनै कुनै दिन भोकै बस्नु पर्थ्यो, तर उनले आफ्नो मेहनत छोडेन। गाउँलेहरू उनलाई देखेर हाँस्ने गर्थे, तर रमेशको मनभित्र दृढ संकल्प थियो, म एक दिन सफल भएर देखाउँछु। एक दिन उनले छिमेकी गाउँका एक वृद्ध किसानलाई भेटे, जसले रमेशलाई नयाँ प्रविधिबाट खेती गर्ने तरिका सिकाए। उनले माटोको गुणस्तर सुधार गर्ने, पानीको सही व्यवस्थापन गर्ने र मौसम अनुसार खेती परिवर्तन गर्ने उपायहरू अपनाए। बिस्तारै रमेशको खेत हराभरा हुन थाल्यो। गाउँलेहरू अचम्म मान्न थाले र उनलाई सोध्न आए, रमेश दाई, तिमीले कसरी यस्तो चमत्कार गर्यो? रमेशले बुझिसकेका थिए, सफलता एकै रातमा आउँदैन, निरन्तर मेहनत र धैर्य आवश्यक छ। असफलता अन्त्य होइन, बरु सिकाइको एउटा चरण हो। उनले गाउँका अन्य किसानहरूलाई पनि सिकाउन थाले र गाउँभरि उन्नत कृषि प्रविधि फैलिन थाल्यो, जसले गर्दा नै आर्थिक रूपमा मजबुत बने। रमेशको दृढ संकल्प, परिश्रम र लगनशीलताले न केवल उनको जीवन परिवर्तन गर्यो, तर पुरै गाउँलेलाई प्रेरणा दियो। उनको कथा सबैका लागि एउटा पाठ बन्यो, जसले कहिले हार मान्दैन, सफलता उसैको हातमा लाग्छ।